मेरा प्रिय आत्मा। भर्खरै मात्र सूर्य उदायो। सूर्यको दर्शन गर्दथे। आकाशमा दुईवटा चरा उडेको देखे। आकाशमा न बाटो छ, न कुनै सीमा छ, न कुनै भित्ता छ, न उड्ने चराका कुनै पदचिन्हहरू नै बन्द छन्। असीमित खुल्ला आकाशमा ती चराहरूलाई उड्दै गरेको देखेर मेरा मनमा एउटा प्रश्न उब्जियो। के मानिसको आत्मा पनि यति नै खुल्ला आकाशमा उड्ने चाहना गर्दैन र? के मानिसको प्राण पनि सारा सीमाहरूलाई पार गरेर माथि उठ्न र सारा बन्धनहरूलाई चुडाउन छटपटाउँदैन र? सारा भित्ताहरू पारी जहाँ भित्ता नै छैन, दूरी नै छैन, बाटो नै छैन, चरण चिन्ह नै बन्दैनन्, त्यहाँ खुल्ला आकाशमाथि उड्न मनुष्यको आत्मालाई पनि तिर्खा छैन र? त्यो खुल्ला आकाशको नाम नै हो परमात्मा। तर मानिस त जन्मन्छ अनि बन्धनहरूमा बाँधिन्छ। कोही स्वतन्त्र जन्मदा हुन्, तर अति सौभाग्यशाली मानिसहरू नै स्वतन्त्र भएर बाँच्दछन् अनि धेरै कम सौभाग्यशाली मानिसहरू स्वतन्त्र भएर मर्दछन्। मानिस स्वतन्त्र भएर जन्मन्छ तर फेरि निरन्तर परतन्त्र हुँदै जान्छ। कुनै पनि मानिसको आत्मा परतन्त्र हुन चाहँदैन, तैपनि मानिस परतन्त्र नै भइरहन्छ। के प्रतीत हुन्छ भने सम्भवतः हामीले परतन्त्रका साङ्लाहरूलाई फुलहरूले सिँगारेर राखेका छौँ। सम्भवतः हामीले परतन्त्रलाई नै स्वतन्त्रताको नाम दिएका छौँ। सम्भवतः हामीले कारागृहहरूलाई नै मन्दिर ठानेका छौँ। त्यसैले के सम्भव भएको छ भने प्रत्येक मानिसको प्राण स्वतन्त्र हुन चाहन्छ र प्रत्येक मानिस परतन्त्र भएर नै बाँच्दछ र मर्दछ। अनि कस्तो पनि देखिन्छ भने हामी आफ्नो परतन्त्रताको रक्षा पनि गर्दछौँ। परतन्त्रमा चोट लागेको छ भने हामीलाई कष्ट पनि हुन सक्छ, पीडा पनि हुन्छ। कसैले परतन्त्रता हटाइदिन खोज्यो भने उसलाई हामी शत्रु ठान्दछौँ। परतन्त्रतासँगै मानिसको त्यस्तो प्रेम के छ? छैन। परतन्त्रतासँग कसैको पनि प्रेम छैन। तर परतन्त्रतालाई हामीले स्वतन्त्रताका शब्द र वस्त्र ओढाइराखेका छौँ। एउटा मान्छे आफूलाई हिन्दू भन्दा आफूले दास्ताको सूचना दिइरहेको छु भनेर अलिकति पनि सोच्दैन। एउटा मान्छे आफूलाई मुसलमान भन्दा के सोच्दैन भने मुसलमान हुनु मनुष्यतामाथि पर्खाल खडा गर्नु हो। एउटा मान्छे कुनै वादमा, कुनै सम्प्रदायमा, कुनै देशमा आफूलाई बाँध्दा के सोच्दैन भने मैले आफ्नै हातले आफ्नो कारागृह बनाएको छु। मानिसले आफूलाई बडो चलाक भएर ठुलो धोका दिइरहेको छ। सबैभन्दा ठुलो धोका के हो भने हामीले कारागृहहरूलाई सुन्दर नाम दिएका छौँ। हामीले नेलहरूलाई फुलले सिँगारिदिएका छौँ अनि जसले हामीलाई बाँधिरहेका छन् तिनलाई नै हामी मुक्तिदायी सम्झिरहेका छौँ। आज म पहिलो कुरो यो भन्न चाहन्छु, जो मानिस जीवनमा क्रान्ति चाहन्छ उनीहरूले सबैभन्दा पहिले के कुरो जान्नु पर्दछ भने बाँधिएको मान्छे कहिले पनि जीवनमा क्रान्ति गर्न सक्दैन। अनि हामी सबै बाँधिएका छौँ। यद्यपि हाम्रा हातमा हत्कडी छैनन्, हाम्रा गोडामा नेल छैनन्, तर हाम्रा आत्मामा धेरै जन्जिरहरू छन्, धेरै नेलहरू छन्। हात गोडामा नेल ठोकिएको छ भने त देखिन्छ, आत्मामा जन्जिरहरू बाँधिएका छन् भने देखिँदैन। अदृश्य बन्धनले यति नराम्ररी बाँध्दछ त्यसको अत्तो पत्तो नै पाइँदैन र हाम्रो जीवन पनि कैदी बन्दछ। अदृश्य बन्धनहरूमा सबैभन्दा अद्भुत बन्धन सिद्धान्तहरूको शास्त्रहरूको शब्दको हो। एक दिन एउटा गाउँमा सबेरै बुद्धको प्रवेश भयो। गाउँको मुखैमा एक व्यक्तिले बुद्धलाई सोध्यो, के तपाईँ ईश्वरलाई मान्नुहुन्छ? म नास्तिक हुँ, म ईश्वरलाई मान्दिनँ, तपाईँको दृष्टिकोण के छ? बुद्धले भने ईश्वर छन्, ईश्वरका अतिरिक्त अर्को सत्य नै छैन। बुद्ध गाउँमा पसे। अर्को व्यक्तिले बुद्धलाई भने म आस्तिक हुँ, म ईश्वरलाई मान्दछु, के तपाईँ ईश्वरलाई मान्नुहुन्छ? बुद्धले भने ईश्वर छँदै छैनन्, मान्ने कुरै उठ्दैन। ईश्वर एउटा असत्य हो। पहिलो मानिसले पहिलो उत्तर सुनेको थियो, दोस्रो मानिसले दोस्रो उत्तर सुनेको थियो। तर बुद्धसँग एक भिक्षु थिए, आनन्द। उनले दुवै उत्तर सुनेपछि छक्क परे। बिहान मात्र बुद्धले ईश्वर छन् भन्नुभयो, दिउँसो बुद्धले ईश्वर छैनन् भन्नुभयो। बुद्धको प्रयोजन के हो भनेर आनन्द नै साह्रै चिन्तित भए। साँझमा फुर्सद भएपछि राति सबै बिदाबारी भएपछि सोधौँला। तर साँझमा त समस्या झनै थपियो। तेस्रो मानिसले के सोध्यो भने ईश्वर छन् कि छैनन् त्यो मलाई थाहा छैन।
म तपाईँलाई सोध्दछु के तपाईँ ईश्वर छन् भन्ने मान्नुहुन्छ कि छैनन् भन्ने मान्नुहुन्छ? उसका कुरा सुनेर बुद्ध चुप लागेर कुनै उत्तर दिएन। राति सबै मानिस बिदाबारी भइसकेपछि आनन्द बुद्धलाई के सोध्न थाले भने म साह्रै अप्ठ्यारोमा परेको छु। हजुरले मलाई साह्रै झन्झटमा पारिदिनु भयो। बिहान भन्नुभयो ईश्वर छन्, दिउँसो भन्नुभयो ईश्वर छैनन्, साँझ चुप लागिदिनु भयो। म के बुझौँ? बुद्धले भने, ती 3 उत्तरमध्ये कुनै पनि तिम्रा निम्ति दिएका थिएन। तिमीले ती उत्तर किन लियो? जसलाई मैले उत्तर दिएको थिएँ त्यो त तिनैका लागि दिएको थिएँ। तिमीलाई त कुनै पनि उत्तर दिएको थिएन। आनन्दले भने, के म आफ्ना कान थुनु? मैले तिनैवटा कुरा सुनेको छु। यद्यपि मेरा निमित्त उत्तर दिएको थिएन, तर दिने हजुर चाहिँ एउटै हुनुहुन्थ्यो अनि हजुरले 3वटा उत्तर दिनुभयो। बुद्धले भने, तिमीले कुरा बुझेनौ। म ती तिनैका मान्यता चुनाइदिन चाहन्थे। बिहान जो मानिस आएको थियो ऊ नास्तिक थियो। जो नास्तिकमा बाँधिएको छ त्यस मानिसको आत्मा पनि परतन्त्र हुन्छ। म के चाहन्थे भने ऊ आफ्नो जन्जिरबाट मुक्त होस्। उसको जन्जिर चुडाउन मैले भने ईश्वर छन्। मैले ईश्वर छन् भने त्यो कुन कारणले भने ईश्वर छैनन् भन्ने मान्यता लिएर बसेको छ। ऊ आफ्नो ठाउँबाट छटपटाओस्, उसका जरा उखेलिउन्, उसका पर्खाल लडुन्, ऊ पुनः सोच्न बाध्य होस्। ऊ चुप भएको छ। उसले के सोचेको छ भने यात्रा समाप्त भएको छ। अनि जो मान्छेले यात्रा समाप्त भयो भन्ने ठान्दछ ऊ कारागृहमा पुग्दछ। जीवन अनन्त यात्रा हो। त्यो यात्रा कहिल्यै समाप्त हुँदैन। तर हिन्दूको यात्रा समाप्त भएको छ, बौद्धको यात्रा सकिएको छ, जैनको यात्रा टुङ्गिएको छ, गान्धीवादीको यात्रा थामिएको छ, मार्क्सवादीको यात्रा रोकिएको छ। जसलाई वाद प्राप्त भएको छ ती सबैका यात्रा अडिएका छन्। जसले सत्य प्राप्त गर्यो ऊ सत्यका निमित्त उपलब्ध भएको छ। अब त्यसभन्दा अगाडि खोज समाप्त भएको छ। सबै सम्प्रदायहरूको, सबै धर्महरूको, सबै पकड हुनेहरूको खोज समाप्त भएको छ। बुद्धले भने, म उसलाई उसको जन्जिरबाट फुत्काइदिन चाहन्थे, जसबाट उसले फेरि सोधोस्, उसले फेरि खोजोस्, ऊ अगाडि बढोस्। दिउँसो जो मान्छे आएको थियो ऊ आस्तिक थियो, ईश्वर छन् भन्ने मान्यता लिएर बसेको थियो। उसलाई मैले के भन्नु पर्यो भने ईश्वर छैनन्, ईश्वर छँदै छैनन्। जसबाट म उसको जन्जिर खुकुलो बनाउन सकूँ, उसको मतलाई पनि हटाउन सकूँ। जसको कुनै मत छैन उसलाई मात्र सत्य उपलब्ध हुन्छ। अनि साँझ जो मान्छे आएको थियो उसको कुनै मत थिएन। उसले भने ईश्वर छन् कि छैनन् भन्ने मलाई थाहा छैन। त्यसैले म पनि चुप लागेँ। मैले उसलाई के भनेको हुँ भने तिमी चुप लागेर खोज, मतको खोजी नगर, सिद्धान्तको खोजी नगर, चुप हौ। कतिसम्म चुप लाग भने सारा शब्दहरू हराउन्। यति भएपछि मात्र जो छ तिमीलाई त्यसको पत्तो होस्। बुद्धसँग तपाईँहरू हुनुभएको भए पनि अप्ठ्यारामा पर्नुहुन्थ्यो होला। एउटा मात्र उत्तर सुनेको भए ठुलो समस्या हुने थिएन होला। तर तिनैवटा उत्तर सुन्नुभएको भए निश्चित नै ठुलै समस्या हुने थियो। बुद्धको प्रयोजन के हो? बुद्ध के चाहन्छन्? बुद्ध तपाईँलाई कुनै सिद्धान्त दिन चाहँदैनन्। तपाईँको जो सिद्धान्त छ बुद्ध त्यसलाई पनि खोज्न चाहन्छन्। बुद्ध तपाईँका लागि कारागृह बनाउन चाहँदैनन्। तपाईँले बनाउनु भएको कारागृहलाई पनि उनी भत्काइदिन चाहन्छन्, जसबाट ऊ जीवनको खुल्ला आकाश, खुल्ला आँखाले हेर्न क्षमता प्राप्त गरोस्। तर यसबाट के हुन्छ? बुद्ध चिच्याउँदै रहन्छन्, सिद्धान्त चुडाइदेऊ र बुद्धका पनि मान्छे लाग्दछन् र बुद्धको सिद्धान्त पनि बनाउँदछन्। संसारमा मानिसलाई मुक्ति गर्न जति पनि मानिसले चेष्टा गरेका छन्, मनुष्य पनि अनौठाकै पागल हो। तिनैलाई उसले आफ्नो बन्धन बनायो। ती चाहे बुद्ध हुन् कि महावीर, मार्क्स कि गान्धी, जोसुकै हुन्, मनुष्यलाई मुक्त गर्ने उसले पनि चेष्टा गर्दछ। मानिस अनौठाकै पागल हो। तिनलाई आफ्नो बन्धन बनाउँदछ, तिनैलाई आफ्नो जन्जिर बनाउँदछ। जिउँदो मानिस त जन्जिर नबनोस् भनेर कोसिस गर्न सक्दछ, मुर्दा मानिसले के गर्न सक्दछ? मृत नेता, मृत सन्त साह्रै खतरनाक हुन्छन्। आफ्नै कारणले होइन, मानिसको बानीका कारण। दुनियाँका सबै महापुरुष जो मानिसलाई मुक्त बनाउन सक्दथे, कुनै पनि मानिसलाई मुक्त गर्न सकेनन्। मनुष्यले उनीहरूलाई नै आफ्नो बन्धनमा रूपान्तरण गरे। त्यसैले मनुष्यको इतिहासमा एउटा अनौठाको घटना घटित भएको छ। मुक्तिको सन्देश लिएर जो आउँदछन्
हामी उसलाई नै आफ्नो नयाँ कारागिर बनाउँदछौँ। यस प्रकार दुनियाँमा जति पनि मुक्ति सन्देश आए त्यति नै रङ्ग रूपका जन्जिरहरू दुनियाँमा कायम हुँदै र बन्दै गए। आजसम्म त्यही भएको छ। के पछि पनि यस्तै हुन्छ? पछि पनि यस्तै हुने हो भने त मनुष्यका लागि कुनै भविष्य देखिँदैन। तर मलाई के लाग्दैन भने त्यतिन्जेल जे भएको छ त्यो पछि पनि हुनु जरुरी छ। त्यो पछि पनि हुनु जरुरी छैन। आजसम्म जे भएको छ त्यो पछि नहुने कुरा सम्भव छ। त्यसो भएन भने मनुष्यता मुक्त हुन सक्दछ। तर मनुष्यता मुक्त होस् कि नहोस्, एक मनुष्यलाई मुक्त हुनु छ भने उसले आफ्नो चित्तमाथि, आफ्नो मनमाथि, आफ्नो आत्मामाथि लगाएका सारा जन्जिरहरू चुडाउने आँट जुटाउन सक्नु पर्दछ। जन्जिरहरू मधुर हुन्छन्, धेरै सुन्दर हुन्छन्। सुनका छन् भने त कठिनाई अझै बढ्दछ। महापुरुषहरूबाट मुक्त हुन कठिन भए जस्तो देखिन्छ। सिद्धान्तहरूबाट मुक्त हुन कठिन हुने देखिन्छ। शास्त्रहरूबाट मुक्त हुन कठिन हुने देखिन्छ। कसैले भनेछ भने त्यो माने शत्रु ठहर्दछ। किनभने हामी यी सारा कुराहरूलाई मान्दै निश्चिन्त भएका छौँ। अब अरू खोज्नु पर्ने जरुरत नै छैन। अनि कसैले यसबाट मुक्त हो भन्दछ। अनि खोज्ने जरुरत सुरु हुन्छ। त्यसपछि लक्ष्य हराउँदछ अनि बाटो सामुन्ने आउँदछ। बाटामा हिँड्न नै गाह्रो हुन थाल्दछ। लक्ष्यसम्म पुग्नु नै आराम हो भन्ने लाग्दछ। किनभने लक्ष्यमा पुगेपछि फेरि कुनै यात्रा रहँदैन, कुनै श्रम रहँदैन। मनुष्यले आफ्नो आलस्यका कारण झुटो लक्ष्य बनाइरहेको छ अनि हामीले सबै लक्ष्य समातिराखेका छौँ। पहिलो कुरो म तपाईँलाई जीवन क्रान्तिको पहिलो सूत्र भन्न चाहन्छु। त्यो के हो? एउटा स्वतन्त्र चित्त चाहिन्छ। एउटा मुक्त चित्त चाहिन्छ। बाँधिएको क्याप्सुलको भित्र बन्द, पर्खालको भित्र बन्द, पक्षपातहरूको भित्र बन्द, वाद सिद्धान्त र शब्दहरू भित्र बन्द चित्त कहिल्यै पनि जीवनको क्रान्तिबाट गुज्रन सक्दैन। जसको जीवन एउटा क्रान्ति बन्दैन ती मान्छे अभागी हुन्। किनभने उनीहरू जीवनमा के लुकेको थियो भन्ने सत्य जान्न वञ्चित हुन्छन्। के थियो रहस्य, के थियो आनन्द, के थियो सत्य, के थियो सङ्गीत, के थियो सौन्दर्य, यी सबैबाट उनीहरू वञ्चित हुन्छन्। मैले सुनेको छु एक सम्राटले आफ्नो सुरक्षाका निम्ति महल बनाएका थिए। उनले कस्तो बन्दोबस्त गरेका थिए भने महलभित्र कुनै शत्रु नपसोस्। उनले सबै ढोकाहरू बन्द गरिदिएका थिए। महलमा एउटा ढोका मात्र राखिएको थियो अनि ढोकामा नाङ्गा तरवारहरूले पहरा दिइरहेको थियो। घरमा सानो दुलो पनि थिएन। महलका सबै ढोकाहरू बन्द गराइएका थिए अनि उनी पुरै निश्चित भएका थिए। अब कुनै झ्यालबाट, कुनै ढोकाबाट, कुनै डाँकु, कुनै हत्यारा, कुनै शत्रु आउने कुनै सम्भावना नै थिएन। छिमेकमा राजाले यो कुरा सुनेर उनी सम्राटको महल हेर्न आए। उनी पनि सम्राटको महल देखेर दङ्ग परे। मान्छे कस्ता पागल छन् भने थुनिएका ढोका देखेर दङ्ग पर्दछन्। किनभने थुनिएका ढोकालाई ऊ सुरक्षा र सुविधा ठान्दछ। ती राजाले पनि महल देखेर भने, म पनि यस्तै महल बनाउँछु। यो महल त धेरै सुरक्षित छ। यस महलमा त ढुक्कसँग बस्न सकिन्छ। छिमेकका राजा ढोकानिर पुगेर बिदाबारी हुँदै थिए र यी मित्र सम्राटको महलको प्रशंसा गर्दै थिए। अनि सडकमा बसेको एक बुढो भिखारी जोडसँग हाँस्न थाल्यो। त्यस महलका मालिकले सोधे, तँ किन हाँसेको? के तैँले कुनै भुल देखिस्? त्यस भिखारीले भने, एउटा भुल बाँकी रहेछ महाराज। जब तपाईँ यो महल बनाउँदै हुनुहुन्थ्यो त्यसै बेला मलाई के लाग्दथ्यो भने एउटा भुल बाँकी रहेको छ। ती सम्राटले भने, कुन चाहिँ भुल? त्यस भिखारीले भने, तपाईँले एउटा मात्र ढोका राख्नु भएको छ, त्यही भुल बाँकी रहेको छ। यो ढोका अझै थुनेर अझै भित्र पस्नुभयो भने तपाईँ बिल्कुल सुरक्षित हुनुहुनेछ। त्यसपछि जोसुकै पनि कुनै पनि हालतमा भित्र पस्न सक्दैन। ती सम्राटले भने, पागल, त्यति बेला त यो घर चिहान बन्द छ। मैले एउटा ढोका अझै बन्द गरेँ भने त म भित्रै मर्दछु अनि मेरो मृत्यु हुन्छ। त्यस भिखारीले भने, एउटा ढोका अझै थुन्दा आफू मर्दछु भन्ने तपाईँलाई बोध हुन्छ। तर तपाईँले जति ढोकाहरू बन्द गर्नुभएको छ त्यसकै मात्रामा मरेको छु भन्ने तपाईँलाई बोध हुँदैन। तपाईँले एक ढोका बन्द गर्नुभएको छ, त्यसै अनुसार जीवनसँग तपाईँको सम्बन्ध विच्छेद भएको छ। अब एउटा ढोका बाँकी रहेको छ, अलिअलि सम्बन्ध बाँकी रहेको छ। तपाईँ अलिअलि जीवित हुनुहुन्छ।
यसलाई पनि थुनी दिनुभयो भने त बिल्कुलै मृत हुनुहुनेछ। जुन घरमा एउटा ढोका छ त्यो त चिहान हो, त्यो ढोका अझै थुनियो भने त चिहान पुरा हुनेछ। एउटा ढोका थुन्दा मृत्यु हुन्छ भन्ने तपाईँलाई लाग्दछ भने थुनिएका अरू ढोकाहरू उगारिदिनुहोस्। मेरा कुरा तपाईँले बुझ्नुभयो भने सबै भित्ताहरू भत्काइदिनुहोस्, जसबाट खुल्ला सूर्य मुनि र खुल्ला आकाश मुनि पुरा जीवन उपलब्ध होस्। तर शरीरका लागि घर चाहिन्छ र शरीरका लागि भित्ता पनि चाहिन्छ, तर आत्माका लागि न घर नै चाहिन्छ न भित्ता नै। तर जोसँग शरीरलाई ओत दिन घर छैन, उनीहरूले पनि आफ्नो आत्मालाई लुकाउन भित्ता र घर बनाएका छन्। जो खुल्ला आकाश मुनि सुत्दछन् उनीहरूका आत्मा पनि खुल्ला आकाशमा उड्दैनन्। जसको शरीरमा वस्त्र छैन उनीहरूले पनि आत्माका लागि फलामको वस्त्र बनाइदिएका छन्। तैपनि मानिस सोच्दछ हामी दुखी किन छौँ, तैपनि मानिस सोच्दछ हामी पीडित किन छौँ, तैपनि मानिस सोच्दछ आनन्द कहाँ पाइन्छ। के परतन्त्र चित्तलाई कहिले आनन्द प्राप्त भएको छ? के परतन्त्रताले कहिले सुख पाएको छ? के कहिले परतन्त्र व्यक्ति कहिले कुनै पनि स्थितिमा सत्यका लागि सौन्दर्यका लागि उपलब्ध भएको छ? म कुनै घरमा पाहुना लागेको थिएँ। त्यस घरका मान्छेहरूले एउटा राम्री चरीलाई पिँजडामा थुनेर राखेका थिए। त्यो चरी जुन पिँजडामा थुनिएकी थिए त्यो चारैतिरबाट सिसाले घेरिएको थियो। चरीले बाहिरी जगत देख्दथी होली, तर सिसाका भित्ताभित्र थुनिएकी चरीलाई बाहिर जगत देख्दैनथी होली। तर सिसाका भित्ताभित्र थुनिएकी चरीलाई बाहिरी खुल्ला आकाश छ अनि खुल्ला आकाशमा उड्ने आनन्द पनि हुन्छ भन्ने पनि थाहा नहुँदो हो। सम्भवतः त्यस चरीले उड्ने विचार पनि बिर्सिसकेकी होली। उसका पखेटा के कामका लागि हुन् भन्ने कुरा पनि सम्भवतः उसलाई थाहा नहुँदो हो। अनि आज उसलाई बाहिर छोडिदियो भने पनि ऊ आत्तिँदी हो र आफ्नो सुरक्षित पिँजडाभित्र फर्किँदी हो। त्यस चरीलाई आफूसँग भएका पखेटाहरू के कामका लागि हुन् भन्ने थाहा नै छैन। सम्भवतः उसलाई पखेटाहरू निर्थक लाग्दा हुन्, बोजिला लाग्दा हुन्। अनि उसलाई के पनि पत्तो छैन भने खुल्ला आकाशमा सूर्यतर्फ बादल पारी उड्दाको पनि आनन्द हुन्छ, एउटा जीवन हुन्छ। उसलाई यी सबै केही पनि थाहा छैन। त्यस चरीलाई केही पनि पत्तो छैन। के हामीलाई थाहा छ? हामीले पनि सिसाका भित्ता सिर्जना गरेका छौँ। सिसाका ती भित्ता पारी त्यसको अतीततिर पनि कुनै लोक छ, जहाँ कुनै सीमा नै छैन, जहाँ अगाडि अझ अगाडि अनन्त विस्तार छ, जहाँ प्रकाश छ, जहाँ बादलहरूका अतीत अगाडि खुल्ला आकाश छ। हामीलाई पनि त्यसको पत्तो छैन। सम्भवतः हामीलाई पनि आत्मा बोजिलो लाग्दछ अनि हामी मध्ये धेरै जसो आफ्नो आत्मालाई पनि गुमाउने यथासम्भव चेष्टा गर्दछौँ। हामीलाई आत्मा पनि बोझ लाग्दछ, त्यसैले रक्सी खाएर आत्मालाई बिर्सने कोसिस गर्दछौँ। सङ्गीत सुनेर बिर्सने कोसिस गर्दछौँ। जसरी हुन्छ आत्माको विस्मृति नै होस् भन्ने चेष्टा गर्दछौँ। आत्मा पनि एउटा बोझ हो, जसरी त्यस चरीलाई पखेटाहरू बोझ लाग्दा हुन्। किनभने हामीलाई के थाहा छैन भने एउटा आकाश छ जहाँ आत्मा पनि पखेटा बन्दछन् अनि आकाशको उडान पनि छ जुन उडानको उपलब्धिको नाम नै प्रभु हो, परमात्मा हो। धर्म मनुष्यलाई मुक्त गर्ने कला हो। ठिकसँग भन्ने हो भने धर्म मनुष्यको जीवनमा क्रान्ति ल्याउने कला हो। त्यसैले हुतिहाराहरू कहिले धार्मिक बन्न सक्दैनन्। डर छेरुवाहरू, भयभीत मानिसहरू कहिले धार्मिक बन्न सक्दैनन्। बरु भयभीत मानिसहरूले जुन धर्म सिर्जना गरेका छन् त्यो धर्म पटक्कै होइन। त्यो धर्मको ठिक उल्टो चिज मात्र हो। त्यो अधर्म भन्दा पनि गए गुज्रेको हुन्छ। किनभने अधार्मिक मानिस पनि साहसी हुन सक्दछ अनि जो मानिस साहसी हुन्छ ऊ धेरै दिनसम्म अधार्मिक रहन सक्दैन। अधार्मिक मानिस पनि विचारशील हुन्छ अनि जुन मानिस विचारशील हुन्छ त्यो धेरै दिनसम्म अधार्मिक रहन सक्दैन। केशरचन्द्र रामकृष्णलाई भेट्न गएका थिए। केशरचन्द्र रामकृष्णसँग विवाद गर्न गएका थिए। रामकृष्णका कुराको खण्डन गर्न गएका थिए। कलकत्ता भरिने चर्चा चलेको थियो, जाओ न त केशवचन्द्रका कुरा सुनौ। रामकृष्ण त गवार हुन्, केशवचन्द्रका कुराको के उत्तर दिन सक्लान् र? केशवचन्द्र ठुला पण्डित हुन्। ठुलो भिड लागेको थियो। रामकृष्णका शिष्यहरू डराएका थिए। केशवका सामु रामकृष्ण के टिक्नु होला र? कतै समस्या उत्पन्न नभइदियोस्। सबै मित्रहरू पनि डराएका थिए। तर रामकृष्ण बारम्बार ढोकामा आएर सोध्दथे, केशव अहिलेसम्म पनि आएका छैनन्?
एक भक्तले भने पनि, तपाईँ त बहुलट्ठी बनी पर्खिरहनु भएको छ, अनि तपाईँलाई के पनि थाहा छैन होला भने तपाईँ शत्रुको प्रतीक्षा गर्दै हुनुहुन्छ। उनी आएर तपाईँका कुराको खण्डन गर्नेछन्। उनी बडो तार्किक छन्। रामकृष्ण भन्न थाले, त्यही हेर्न त म आतुर भएको छु, किनभने त्यति तार्किक मानिस कसरी अधार्मिक बनिरहन सक्दछ। मलाई त्यही नै हेर्नु छ। यति विचारशील मानिस धर्म विरोधी बनिरहन सक्ला? मलाई त्यही हेर्नु छ। यो असम्भव छ। केशव आए अनि उनले विवाद सुरु गरे। केशवले के सोधेका थिए भने रामकृष्णले उत्तर दिनुहोला, तर केशव एक एक तर्क दिन्थे अनि रामकृष्ण उठ्दै उनलाई अँगालो हाल्दथे अनि आकाशतिर हात जोडेर कसैलाई धन्यवाद दिन्थे। केही बेरपछि केशव ठुलै अप्ठ्यारामा परे। उनका साथ लागि आएका मानिसहरू पनि अप्ठ्यारामा परे। आखिरमा केशवले के सोधे भने, तपाईँ के गर्दै हुनुहुन्छ? मेरा कुराको जवाफ किन दिनुहुन्न? अनि हात जोडेर आकाशमा कसलाई धन्यवाद दिँदै हुनुहुन्छ? रामकृष्णले भने, मैले धेरै चमत्कारहरू देखेँ, यो चमत्कार चाहिँ मैले देखेको थिइनँ। यति बुद्धिमान मानिस, यति विचारशील मानिस धर्मका विरुद्ध कसरी लाग्न सक्दछ? अवश्य पनि भगवानको चमत्कार हो। त्यसैले म उनीलाई धन्यवाद दिन्छु। अनि तिमीलाई म के भन्दछु भने, म तिमीलाई जवाफ दिन्न, तर तिमीलाई जवाफ अवश्य प्राप्त हुनेछ, किनभने उसको चित्त यति मुक्त भई सोध्दछ, कसैका बन्धनमा रहन सक्दैन। ऊ अधर्मको बन्धनमा पनि रहन सक्दैन। तिमीले झुटो धर्मको बन्धन फुकाइदिएका छौ। अब छिट्टै अधर्मको बन्धन पनि फुक्नेछ, किनभने अन्तत विवेकले सारा बन्धनलाई फुकाइदिन्छ। अनि जब सारा बन्धन फुक्दछन्, जहाँ त्यसको अनुभव हुन्छ, त्यही धर्म हो, त्यही परमात्मा हो। म कुनै पनि तर्क दिन्न। तिमीसँग तर्क दिने अद्भुत मस्तिष्क छ, त्यसले आफै तर्क खोज्दछ। केशव विचार गर्दै फर्किए अनि त्यसै रात उनले आफ्नो दैनिकीमा लेखे, आज मेरो भेट एक धार्मिक व्यक्तिसँग भयो। सम्भवतः तिनले रूपान्तरण सुरु गरिदिइसकेका छन्। म पहिलो पटक सोच विचार गर्दै फर्किएँ अनि तिनले मलाई कुनै जवाफ पनि दिएनन् र मलाई विचारमा डुबाइदिएका छन्। मनुष्यसँग विवेक छ, तर विवेक बन्धनमा छ, अनि जुन विवेक बन्धनमा छ त्यो सत्यसम्म पुग्न सक्दैन। हामीले सोच्नु पर्दछ, एक एक व्यक्तिले कतै हाम्रो विवेक बन्धनमा त छैन। मनमा कुनै पनि सम्प्रदाय छ भने विवेक बन्धनमा हुन्छ। मनमा कुनै पनि शास्त्र छ भने विवेक बन्धनमा हुन्छ। मनमा कुनै पनि महात्मा छन् भने विवेक बन्धनमा हुन्छ। अनि मैले यसो भन्दा मानिसहरू के सोच्दछन् भने, सम्भवतः म महात्माहरू र महापुरुषहरूका विरुद्धमा छु। म किन कसैको विरोध गरौँ? म कसैका विरोधमा पनि छैन। बरु सारा महापुरुष काम नै के रहिआएको छ भने तपाईँ नबादिनुहोस्। सारा महापुरुषहरूका आकाङ्क्षा के रहिआएका छन् भने तपाईँ नबादिनुहोस्, किनभने जुन दिन तपाईँको बन्धन समाप्त हुन्छ, तपाईँ पनि त्यही हुनुहुनेछ जहाँ महापुरुषहरू हुन्छन्। महापुरुष मुक्त हुन्छ अनि हामी पनि अनौठाकै पागल हौँ। हामी तिनै मुक्त महापुरुषहरूका पछि बाँधिएका छौँ। सबै वादले बाँध्दछन्। वादबाट छुटकारा नपाइकन जीवनमा क्रान्ति हुँदैन, हुन सक्दैन। तर हामीलाई के विचारसम्म आउँदैन भने हामी बाँधिएका मानिस हौँ। अनि मैले पनि हिन्दू धर्म व्यर्थ छ वा इस्लाम व्यर्थ छ भनौँ वा गान्धीवादबाट छुटकारा आवश्यक छ भने तपाईँका मनमा चोट पुग्दछ। मनमा चोट लाग्यो भने के ठान्नुहोस् भने तपाईँ बाँधिएको हुनुहुन्छ। चोट कसलाई लाग्दछ? चोटको कारण के हो? हाम्रा भित्र चोट कहाँ लाग्दछ? चोट त्यही लाग्दछ जहाँ हाम्रो बन्धन छ। जुन चित्तमाथि बन्धन नै छैन, उसलाई कुनै चोट नै लाग्दैन। इस्लाम खतरामा छ। अनि जो इस्लामको बन्धनमा बाँधिएका छन्, ती युद्धका निमित्त तयार हुन्छन्, सङ्घर्षका लागि तत्पर हुन्छन्। उनीहरूका छुरा बाहिर निकालिन्छन्। हिन्दू धर्म खतरामा छ। अनि जो हिन्दूका दास छन्, ती पनि लड्न तयार हुन्छन्। अनि कसैले मार्क्सलाई केही भनिदियो भने जो मार्क्सका दास छन्, ती पनि जुर्मुराउँदछन्। अनि कसैले गान्धीलाई केही भनिदियो भने गान्धीका दासहरू पनि जुर्मुराउँदछन्। तर यो दास्ता जो सुकैका साथ होस्, मसँग पनि हुन सक्दछ। हालै मात्र बम्बईमा मलाई कसैले भन्यो, कुनै मित्रले केही अखबारमा मेरा सम्बन्धमा लेखेका होलान्। अनि कुनै दुई व्यक्तिले ती मित्रलाई बाटैमा समातेर भने,
अब फेरि पनि लेखियो भने गर्दन बटारिदिउँला। मलाई कसैले बम्बईमा भन्यो, अनि मैले भने जसले समातेर गर्दन बटारिदिउँला भनेका थिए ती त मेरा दास बने, मसँग बाँधिए। म कसैलाई पनि आफूसँग बाँध्न चाहन्न। म के चाहन्छु भने प्रत्येक व्यक्ति कसैसँग पनि बाँधिएर नरहोस्। यस्तो चित्त दशा होस् जसमा हामी कसैसँग पनि बाँधिएका नहौँ। त्यसै अवस्थामा मात्र क्रान्ति तत्काल सुरु हुन्छ, एउटा विस्फोट हुन्छ। जो मानिस कसैसँग बाँधिएको हुँदैन उसको आत्माले पहिलो पटक नै आफ्ना पखेटाहरू फैलाउँदछ र खुल्ला आकाशमा उड्न तयार हुन्छ। बाँधिएका मानिसको अर्थ हो पखेटा बाँधिएका छन् जमिनसँग, गोडा गाडिएका छन् जमिनमा। कसरी उड्नु? अनि फेरि हामी भन्दछौँ चित्त दुखेको छ, अशान्त छ, चिन्तित छ। आनन्द कसरी पाइएला? परमात्मा कसरी पाइएला? सत्य कसरी पाइएला? मोक्ष कसरी पाइएला? निर्माण कसरी पाइएला? आकाशमा कहीँ पनि निर्माण छैन, कतै सातौं आकाश पारी पनि मोक्ष छैन। यही नै छ, अनि उत्ति नै खेर पाइन्छ। अनि कहीँ पनि नबाधिएको मानिसलाई मात्र त्यो उपलब्ध हुन्छ, जसको कुनै आसक्ति छैन, जसको हातले अरू कसैका हात समातेको छैन, जो एक्लै छ र एक्लै उभिएको छ। अनि ऊ अब कसैको अनुयायी छैन, कसैका पछाडि लाग्ने पक्षमा छैन, कसैको अनुकरण गर्ने पक्षमा छैन भन्ने साहस जसले बटुलेको हुन्छ। अब ऊ कसैको मानसिक दास छैन। तर हामी के भन्दछौँ भने म जैन हुँ, तर कहिले यति पनि सोच्दैनौँ हामी महावीरका मानसिक दासी बनेका छौँ। म साम्यवादी हुँ भन्दछौँ, तर हामी मार्क्स र लेनिनका मानसिक दास बनेको कुरा कहिल्यै सोच्दैनौँ। म गान्धीवादी हुँ भन्छौँ, तर हामी गान्धीका दास बनेको कुरा कहिल्यै सोच्दैनौँ। संसारमा दासहरूको ताती लागेको छ। दासताका नाम फरक फरक छन्, तर दासता कायमै छ। एउटा मानिसबाट छुटाएर अर्को मानिसको दासता तपाईलाई भिडाएर म दासता फेर्न चाहन्न। त्यसमा केही पनि फरक आउँदैन। यो त मानिसहरूले घाटतिर लास लैजाँदा एउटा काँध गल्यो भने अर्को काँधमा सारे जस्तै हो। केही बेरपछि अर्को काँध पनि गल्दछ, अनि फेरि काँध फेरिन्छ। मान्छेले दासताका काँधहरू सारिरहेको छ। गान्धीबाट छुट्यो भने मार्क्समा गएर जकडिन्छ, महावीरबाट छुट्यो भने मोहम्मदलाई समात्दछ। एउटा वादबाट छुट्न साथ अर्को कुन चाहिँलाई समात्ने हो भनेर पहिले नै बन्दोबस्त गरिसक्दछ। मानिसहरू मसँग सोध्न आउँदछन्, तपाईँ यो गलत छ, त्यो पनि गलत छ भन्नुहुन्छ, तपाईँ हामीलाई सही के हो त्यो भन्नुहोस्। वास्तवमा उनीहरूले के सोधेका हुन् भने त्यसो भए हामीले के समात्नु पर्ने हो त्यो हामीलाई बताइदिनुहोस्। हामीले समात्नु पर्ने केही नहुन्जेल हामी छोड्ने छैनौँ। म तपाईँहरूलाई भन्दैछु, समाउनु गलत हो। तपाईँले के समाउनु पर्दछ भन्ने कुरा मैले भनेको छैन। मैले तपाईँहरूलाई के भनेको हुँ भने समाउनु गलत हो, अर्थात् झुन्डिनु। चाहे त्यो गान्धीसँग होस्, बुद्धसँग होस् वा मसँग होस्, त्यसले केही फरक पर्दैन। कसैसँग पनि हुन सक्दछ। समाउनेको चित्त स्वरूप एउटै किन छ भने समाउने चित्त खाली बस्न चाहँदैन। ऊ के चाहन्छ भने कहीँ न कहीँ मेरो मुट्ठी बाँधिरहोस्, मलाई कुनै भरथेक हुनु पर्दछ। अनि जबसम्म मानिस कसैसँग भर खोज्दछ त्यतिन्जेल उसका आत्माका पखेटा फैलिने अवस्थामा हुँदैन। मानिस बेसहारा भएपछि सबै सहारा छोडिदिन्छ, सबै सहारा छोडिदिन्छ, निसहाय भई उभिन्छ, अनि म एक्लै छु भन्ने जान्दछ। प्रत्येक मानिस एक्लै छ भन्ने कुरा नै सत्य हो। जब मानिसले म एक्लै छु भनेर तयारी गर्दछ, अनि जुन दिन खुल्ला आकाशमा चरण चिन्ह छैनन् भनेर बुझ्दछ। तपाईँ हिँड्दै गर्नुभएका महावीरका चरण चिन्ह कहाँ छन्? कृष्णका चरण चिन्ह कहाँ छन्? जीवनमा कहीँ कुनै चिन्ह बन्दैन। खाली तपाईँका स्मृतिमा कल्पना र विचार छन्। तपाईँले कसलाई समाउनु भएको छ? कहाँ छन् कृष्णका हात? तपाईँले समात्नुभएका गान्धीका चरण कहाँ छन्? आँखा चिम्लिएर मात्र सपना देखिरहनु भएको छ। आँखा देख्नबाट कुनै मानिस मुक्त हुँदैन। सपना देख्नबाट कुनै मानिस मुक्त हुँदैन। न गान्धीका चरण तपाईँका हातमा छन्, न कृष्णका, न रामका नै। कुनै पनि चरण तपाईँका हातमा छैन। तपाईँ एक्लै उभिरहनु भएको छ।
आँखा चिम्लिएर के कल्पना गर्दै हुनुहुन्छ भने मैले कसैलाई समातेको छु। जतिन्जेल तपाईँ यो कल्पना गर्दै रहनुहुन्छ त्यतिन्जेल तपाईँको आत्माको जागरणको अवसर उत्पन्न हुँदैन अनि त्यतिन्जेलसम्म तपाईँको जीवनमा क्रान्ति हुन सक्दैन जसले तपाईँलाई सत्यको निकट लैजान्छ। न जीवनमा त्यो क्रान्ति नै हुन सक्दछ जसबाट जीवनका सारा आवरण उघ्रियो, त्यसको रहस्य उघ्रियोस् र तपाईँले जीवन जान्न र देख्न सक्नुहोस्। बन्धनमा परेको मानिस आँखामा चस्मा लगाएर बाँध्दछ, संसारलाई आँखी झ्यालबाट दुलाबाट हेर्दछ, मानव भित्तामा दुलो पारेर त्यसैबाट आकाशलाई हेर्दछ। जसले जे जति देख्दछ त्यो दुलाको सीमासँग बाँधिएको हुन्छ, त्यो आकाश हुँदैन। जसलाई आकाश हेर्नु छ उनीहरूले भित्ताबाट बाहिर आउनु पर्दछ अनि कयौं पटक कति ससाना कुराले बाँधिरहेका हुन्छन् भन्ने कुराको हामीलाई पत्तो नै हुँदैन। एक रात रविन्द्रनाथ डुङ्गामा यात्रा गर्दै थिए। सानो मैनबत्ती बालेर कुनै किताब पढ्दै थिए। आधा रात भएपछि उनी थाके। मैनबत्ती फू गरेर निभाइदिए, किताब बन्द गरे। त्यसपछि जे देखे उनी छक्क परे। उनी एउटा सानो डुङ्गामा बसेका थिए। मैनबत्ती निप्दा बाहिर चारैतिर पूर्णिमाको रात थियो। मैनबत्तीका कारण बाहिर पूर्णिमाको रात पनि छ भन्ने कुरो पत्तो नै पाइँदैन थियो। सानो मैनबत्तीले पनि त्यति ठुलो चन्द्रमालाई छेक्न सक्दछ। मैनबत्ती निभ्ना साथ चन्द्रमाका सबै किरण डुङ्गामा रन्ध्र थन्ध्र छिद्रबाट झ्यालबाट ढोकाबाट भित्र छिरेर नाच्न थाले। रविन्द्रनाथ पनि ती किरणहरूसँगै उभिएर नाच्न थाले। त्यस रात उनले एउटा गीत गाए अनि त्यस गीतमा उनले म कस्तो बहुलट्ठी थिएँ भने एउटा सानो मैनबत्तीको मधुरो धमिलो प्रकाशमा बसिरहे। चन्द्रमाको प्रकाश बाहिर बर्सन्थ्यो भन्ने कुरा मलाई सुनको नै थिएन। म आफ्नै मैनबत्तीसँग बाँधिरहेँ। जब मैनबत्ती निभ्यो अनि मात्र मलाई ढोका बाहिर अनन्त आलोकले पनि पर्खिरहेछ भन्ने कुरा थाहा भयो। मैनबत्ती निभ्ना साथ त्यो भित्र पस्यो। जो मानिस मतका सिद्धान्तका शास्त्रका मैनबत्तीहरू बालेर बसिरहन्छन् तिनीहरू परमात्माको अनन्त प्रकाशबाट वञ्चित रहन्छन्। मत हटेपछि सत्यले प्रवेश गर्दछ अनि जो मानिसले सबै चिज माथि पकड छोडिदिन्छ उसमाथि परमात्माको पकड सुरु हुन्छ। जुन मानिसले सबै सहारा छोडिदिन्छ उसलाई परमात्माको सहारा उपलब्ध हुन्छ। बेसहारा हुनु नै परमात्माको सहारा पाउने बाटो हो। सबै बाटाहरू छोडिदिएर उसको बाटामा उभिने विधि हो। सबै शब्द सबै सिद्धान्तहरूबाट मुक्त हुनु भनेको उसको बाणी सुन्ने अवसर जुटाउनु हो। मैले एउटा सानो कथा सुनेको छु। मैले सुनेको छु कृष्ण भोजन गर्न बसेका छन्। रुक्मिणी पंखा हम्किन्छन्। अचानक उनी खाना छोडेर उठे ढोकातिर कुदे। रुक्मिणीले भनिन्, के भयो र? कता कुद्दै हुनुहुन्छ? तर साह्रै हडबड थियो होला। त्यसैले उनी उत्तर दिनलाई पनि रोकिएनन्। पागल झैँ कुद्दै ढोकातिर लागे। फेरि ढोकामै ठिङ्ग परेर उभिए। पुनः खिन्न हुँदै फर्किए अनि खान बसे। रुक्मिणीले सोधिन्, मलाई त उदेकमा पारिदिनु भयो, यसै पनि खाना छोडेर पागल झैँ कुद्नुभयो। मैले सोद्धा पनि जवाफ दिनु भएन। फेरि ढोकासम्म पुगेर फर्किनु भयो। के थियो प्रयोजन? कृष्णले भने, जरुरी काम परेको थियो। मेरो एक प्रिय भक्त राजधानीमा हिँड्दैछ। राजधानीवासीहरू उसमाथि ढुङ्गा प्रहार गर्दैछन्। उसको निधारबाट रगत बगिरहेको छ। उसको सम्पूर्ण शरीर रगत पिच्छे भएको छ। ती मानिसहरूले उसका लुगा पनि च्यातिदिएका छन्। भिडले उसलाई घेरेर ढुङ्गाले हिर्काइरहेको छ अनि ऊ चाहिँ उभिएर गीत गाउँदैछ। ऊ न गालीको उत्तर दिन्छ न ढुङ्गाको जवाफ नै दिन्छ। मैले जानुपर्ने अवस्था आइलाग्यो किनभने उसले केही पनि गरेको थिएन। ऊ बिल्कुलै बेसहारा भई उभिएको छ। मेरो साह्रै जरुरत परेको थियो। रुक्मिणीले सोधिन्, तपाईँ त कहाँ जानुभयो? ढोकाबाटै फर्कनु भयो। कृष्णले भने, ढोकासम्म पुगे। त्यतिन्जेल त सबै गडबड भइहाल्यो नि। त्यो मानिस बेसहारा रहेन। उसले आफ्नो हातले ढुङ्गो टिप्यो। अब ऊ आफै ढुङ्गाको जवाफ दिँदैछ। अब मेरो आवश्यकता नै छैन। म फर्किएँ। उसले आफै सहारा खोज्यो। अब ऊ बेसहारा छैन। यो कथा साँचो होस् वा झुटो, कथा साँचो र झुटो हुनुसँग कुनै प्रयोजन छैन। तर आफ्ना अनुभवले म एउटा कुरा भन्दछु,
जुन दिन मानिस बेसहारा हुन्छ त्यसै दिन परमात्माको सम्पूर्ण सहारा उसलाई प्राप्त हुन्छ। तर हामी कति कमजोर छौँ, कति डराएका छौँ भने हामी कुनै न कुनै सहारा समातेर बसिरहेका छौँ। अनि जतिन्जेल हामी सहारा समातेर बसिरहेका हुन्छौँ त्यतिखेरसम्म परमात्माको सहारा उपलब्ध हुन सक्दैन। स्वतन्त्र नभइकन सत्यको उपलब्ध हुन सक्दैन। अनि सम्पूर्ण बन्धन नचुडाइकन कोही पनि परमात्माका द्वारमा अङ्गीकार हुँदैन। तर हामी भन्दछौँ महापुरुषहरूलाई कसरी छोड्नु? गान्धी यति प्रिय छन्, उनलाई कसरी छोड्नु? गान्धी प्रिय छैनन् भनेर कसले भनेको छ र? महावीर प्रिय छैनन् भनेर कसले भनेको छ र? कृष्ण प्रिय छैनन् भनेर कसले भन्दछ र? प्रिय छन्, यहाँनिर त समस्या छ। त्यसै कारण छोड्न गाह्रो छ। तर यी प्रियहरूलाई पनि छोडिदिनुपर्छ, अनि मात्र जुन अति प्रिय छ त्यो उपलब्ध हुन्छ। महात्मा परमात्मा र मनुष्य बीच उभिएका छन्। महात्मा आफ्ना इच्छाले उभिएका छैनन्। हामीले जसलाई महात्मा ठानेका छौँ उनीहरूलाई उभ्याएका छौँ, अनि उनीहरू हाम्रा लागि तगारा बनेका छन्। व्यक्तिहरूबाट मुक्त हुन जरुरी छ, जसबाट जो अव्यक्त छ, जो महाव्यक्ति छ, ऊ र हाम्रो बीच कुनै बाधा नरहोस्। शब्द र सिद्धान्तहरूबाट मुक्त हुन जरुरी छ, जसबाट हामी सत्यलाई यथार्थ रूपमा देख्न सकौँ। अहिलेसम्म त हामी सत्यलाई त्यही रूपमा देख्दैछौँ जसरी हामी देख्न चाहन्छौँ। हाम्रा इच्छाले काम गर्दछन्, हाम्रो मान्यताले काम गर्दछन्, हाम्रा चस्माले काम गर्दछन्। हामी त्यही देख्न चाहन्छौँ, त्यही देख्दछौँ। जो छ त्यो चाहिँ हामी देख्दैनौँ। अनि जो छ त्यो सत्य हो। जो छ उसलाई कसले देख्न पाउँदछ? उसलाई उसैले मात्र देख्न सक्दछ जसको आफ्नो देख्ने कुनै आग्रह छैन, कुनै मत छैन, कुनै पन्त छैन, जसका आँखामा कुनै चस्मा छैन, जो सिधा नग्न शून्य निवस्त्र सिद्धान्त विहीन नै उभिएको छ। जो छ उसलाई त्यही देखिन्छ, अनि जुन छ मुक्तिदायी छ। जुन छ त्यसैको नाम जीवन हो, जुन छ त्यसैको नाम परमात्मा हो। यो पहिलो सूत्र ध्यानमा राख्न जरुरी छ। आफूलाई नबाध्नुहोस्, अनि जहाँ जहाँ बाँधिनु भएको छ कृपा गरी त्यहाँबाट मुक्त हुनुहोस्। अनि मुक्त हुन के गर्नु पर्दछ भनेर नसोच्नुहोला। मुक्त हुन केही पनि गरिरहनु पर्दैन, किनभने महापुरुषहरूले तपाईँलाई बाँधेका छैनन्। त्यसैले तपाईँहरूले केही गरिरहनु पर्दैन। तपाईँले नै उनीहरूलाई समाइरहनु भएको छ। तपाईँले नै समातिरहनु भएको छ भने यति जान्नु पर्याप्त छ, अनि मुक्त हुन सुरु हुन्छ। कुनै गान्धीले गान्धीवादीहरूलाई समातेको छैन। गान्धीले त जिन्दगीभरि नै के कोसिस गरिरहे भने गान्धीवाद जस्तो कुनै चिज खडा नहोस्। तर गान्धीवादीहरू गान्धीवाद खडा नगरी कसरी बस्न सक्लान् र? फेरि बाँधिउन् पनि कोसँग। बाँध्नका लागि बात चाहिन्छ। अब उनी त्यसबाट बाँधिएका छन्। अब उनीसँग सोध्नुहोस्, उनी भन्दछन् कसरी छुटुँ? कसरी छुटुँ भनेर तपाईँ सोध्नुहुन्छ भने तपाईँले कुरा बुझ्नु भएकै छैन। तपाईँलाई कसैले पनि बाँधेको छैन। कृष्णले हिन्दूहरूलाई बाँधेका छैनन्, न मोहम्मदले नै मुसलमानहरूलाई बाँधेका छन्, न महावीरले नै जैनहरूलाई बाँधेका छन्। कसैले कसैलाई पनि बाँधेको छैन। ती त मानिसले छुटकारा पाउन् भनी छुटकारा चाहनेहरू नै हुन्। तर हामी भने उनीहरूका छायालाई समातेर बसेका छौँ र बाँधिएका छौँ। हामीलाई कसैले पनि बाँधेको छैन। हामी बाँधिएका छौँ भन्ने कुरो प्रष्टै छ। हामीले एकैछिनका लागि पनि छुटकारा चाह्यौँ भने एकछिन पनि गुमाउनु पर्दैन। तपाईहरू बाँधिएर यस घरभित्र आउनुभएको थियो। यसबाट मुक्त भई जान सक्नुहुन्छ। 1.5 वर्ष अघि म ग्वालियरमा थिएँ। ग्वालियरका एक मित्रले मलाई फोन गरेर भने म आफ्नी बुढी आमालाई पनि तपाईँको सभामा ल्याउन चाहन्छु। तर मलाई डर छ, किनभने उहाँ 90 वर्ष जतिकी हुनुहुन्छ। 40 वर्षदेखि उहाँले दिन रात माला जप्दै आइरहनु भएको छ। राति सुत्दा पनि उहाँको हातमा माला नै हुन्छ। तपाईँका कुरा नै यस्ता हुन्छन्, कतै उहाँलाई चोट नपरोस्। यस उमेरमा उहाँलाई ल्याउनु ठिक होला कि नहोला? मैले ती मित्रलाई आफ्नी आमालाई ल्याउनु भनी खबर गरेँ, किनभने यस उमेरमा ल्याइएन भने के पनि हुन सक्दछ भने म फेरि आउँदा तपाईँकी आमासँग भेट नहुन पनि सक्दछ। त्यसैले अवश्य ल्याउनुहोस्। तपाईँ आए पनि वा नआए पनि आमालाई चाहिँ अवश्य ल्याउनुहोस्। उहाँले आमालाई ल्याउनु भयो। भोलिपल्ट उहाँले मलाई खबर गरेर चमत्कार भयो भन्नुभयो। म आउँदा तपाईँ मालाका विरुद्धमै बोल्न थाल्नुभयो।
अनि मैले के भन्ठाने भने तपाईँलाई खबर गर्नु उचित छैन। मैले तपाईँलाई मेरी आमा माला जप्नुहुन्छ भनेको थिएँ, तर तपाईँ त मालाका विरुद्धमै बोल्न थाल्नुभयो। अनि मलाई के लाग्यो भने तपाईँ मेरी आमालाई ध्यानमा राखेर नै बोल्दै हुनुहुन्छ। उहाँलाई व्यर्थमा चोट पर्ला, व्यर्थमा दुःख होला। म डराएँ। बाटामा गाडीमा मैले उहाँलाई कस्तो लाग्यो भनेर सोध्दा पनि सोधिनँ। घर पुगेर मैले उहाँलाई कस्तो लाग्यो भने सोधेँ। अनि मेरी आमाले भन्नुभयो, कस्तो लाग्यो? मैले माला त्यही सभामै छोडेर आएकी छु। मेरो 40 वर्षको अनुभवले पनि के भन्दछ भने मालाबाट मैले केही पनि पाइनँ। तर त्यसलाई चटक्क छोडु भनेर मैले त्यति आँट पनि बटुल्न सकेकी थिइनँ। मलाई कुन कुराको ख्याल आयो भने मालाले त मलाई समातेकै छैन। मैले नै मालालाई समातिरहेकी थिएँ। मैले त्यसलाई छोडिदिएँ, त्यो छुट्यो। त्यसैले तपाईँ मलाई कसरी छोडौँ भनेर नसोध्नुहोला। मैले पनि तपाईँलाई समातेको छैन। तपाईँले नै मुट्ठी बाँध्नु भएको छ, खोलिदिनुहोस् अनि त्यो छुटिहाल्दछ। अनि छुट्ना साथ तपाईँले चित्त हलुका भएको, भार रहित भएको र एउटा यात्राका लागि तयार भएको अनुभव गर्नुहुनेछ। अबका 4 दिनमा हामी त्यस यात्राका अन्य सूत्रहरूका बारेमा कुरा गर्नेछौँ। तर पहिलो सूत्र हो, नसमात्नुहोस्। कुनै पकड नहोस्, पकड बिनाको होस्। सबै पकडलाई छोडिदिनु पर्दछ। छोड्ने बित्तिकै मन तयार हुन्छ। छोड्ना साथ मनले पखेटा फिजाउँदछ। छोड्ने बित्तिकै मनले सत्य यात्राको चाहना थाल्दछ। मतसँग बाँधिएकाहरू सत्य कुरा जान्न डराउँदछन्, किनभने सत्य उनीहरूकै मतका पक्षमा हुन्छन् भन्ने छैन। मतवादीहरू सधैँ सत्य जान्ने काममा डराउँदछन्, किनभने सत्य उनीहरूकै मतका पक्षमा हुन्छन् नै भन्ने छैन। सत्य त्यसको विपरीत पनि जान सक्दछ। अनि मतवादीहरू आफ्ना मत छोड्न चाहँदैनन्, त्यसैले सत्य जान्ने कामबाटै पन्छिन्छन्। म सधैँ के भन्दछु भने संसारमा 2 प्रकारका मानिसहरू छन्। एक थरी के चाहन्छन् भने सत्य उनीहरूका पछि लागोस्। मतवादी सत्यलाई आफ्ना पछि लगाउन चाहन्छन्। ऊ के भन्दछ भने मेरो आफ्नो मत ठिक हो, सत्यले यसलाई पुष्टि गरोस्। तर मतवादी सत्यवादी होइन। सत्यवादी के भन्दछ भने म सत्यका पक्षमा लाग्दछु। तर जसलाई सत्यका पछि लाग्नु छ उसले मतलाई छोड्नु पर्दछ, होइन भने मतले बाधा तेर्स्याउँदछ, रोक्दछ, भाँजो हाल्दछ। तपाईँ हिन्दू हुनुहुन्छ भने धार्मिक हुन सक्नुहुन्न। तपाईँ इसाई हो भने पनि धार्मिक हुन सक्नुहुन्न। धार्मिक हुनु छ भने इसाई, हिन्दू र मुसलमानबाट मुक्त हुन आवश्यक छ। जीवनको सत्यलाई जान्नु छ भने त्यसका सम्बन्धमा समातिएको जुनसुकै मतबाट पनि मुक्त हुन आवश्यक छ। ती बुढी आमै अद्भुत थिए। माला छोडेर गए। मालाको मोल 4 आना त थियो होला नै। तपाईँ जुन सिद्धान्त समातेर बस्नु भएको छ त्यसको मोल त 4 आना पनि छैन। त्यसलाई हातबाटै त्यसै छोड्न सकिन्छ। अनि छोडेर तपाईँ महँगीको मारमा पर्नुहुन्न, नोक्सानीमा पर्नुहुन्न। छोड्ना साथ तपाईँले के पाउनु हुनेछ भने जुन कुरो छुटेको हो त्यो सत्यतर्फ उन्मुख हुने काममा बाधक थियो। अनि म जीवनलाई यथारूप देख्न सकौँ भनेर पहिलो पटक आँखा खोल्नेछ। यो पहिलो सूत्र हो। यस सम्बन्धमा अनि अरू पनि जे जस्ता प्रश्नहरू छन् तपाईँहरूले लिखित रूपमा दिनुहोला, जसबाट बिहानको चर्चामा तपाईँका प्रश्नहरूका कुरा गर्न सकियोस्। साँझमा म अरू सूत्रका बारेमा कुरा गरौँला। मेरा कुरालाई यति प्रेम र शान्तिपूर्वक सुनिदिनु भयो, त्यसमा म अत्यन्त अनुग्रहित छु। अनि अन्त्यमा सबैका भित्र बसेका परमात्मालाई प्रणाम गर्दछु। मेरो प्रणाम स्वीकार